हाम्रो गोरखखाली टायर उद्योग जसरी नेताहरूले बेचेका छन् नि त्यो कुराहरू तपाईँहरूलाई देखाउनको लागि म यहाँबाट भित्र जाँदैछु। भित्रको अवस्था हेर्न यहाँ भित्र जान चाहिँ दिँदैन, तर मलाई मनले मानेन। यहाँ आएपछि सबैजनाले देख्न पाउनुपर्छ जस्तो लाग्यो। कसरी बेकु बनाएर यिनीहरूले हामीलाई चाहिँ हाम्रो बुद्धि भेटिरहेछ। अनि जान चाहिँ दिँदैन। यहाँ हेर्नु ल, यहाँ यो यस्तो हालतमा छ। यो सबै हाम्रो टायर उद्योगहरू हो। यो मेसिनहरू सब यस्तो भग्नावशेष बनाएर छोडेका छन् यिनीहरूले, जो चाहिँ हेर्दा मन धुरु धुरु रुन्छ के। यहाँ राजाले भनेको कुरा हेर्नु त, यो सबै चाहिँ यहाँ यो रबरहरू पनि तपाईँ देख्न सक्नुहुन्छ। यस्तो भिडियोहरू तपाईँहरू सेयर गर्नुहोला। यहाँ हेर्नु, यो टायर बनाउने कच्चा पदार्थ यहीँ छ। योहरू पनि यहाँ हेर्नु, देख्नुभयो नि, यो अझैसम्म पनि यो टायर बनाउने कच्चा पदार्थहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। अनि यहाँनिर हेर्नु त, देशको मूल समस्या दरिद्र हो, यो त्यसको मूल कारण अज्ञान नै हो। हेर्नु त, यो सबै यस्तो छ। हे भगवान्, म त यस्तो यसरी बेचेर यसरी बेकु बनाएर यिनीहरूले राज गरे। हेर्नु त नेपाली जनतालाई। ल हेर्नु, यहाँ हेर्नु, यो हाम्रो यो गोरखखाली टायरको भित्रको अवस्था हेर्नु त। यहाँ हेर्नु, प्रयत्न देश भन्ने देख्नुभयो नि। राम यो मेसिनहरूको हालत। यहाँ उता यस्तै छ, यता जान चाहिँ दिँदैन यो मेसिनहरू नि। अनि यहाँ आउन चाहिँ दिँदैन कि, त्यो भित्र गएर नखिच्नु यताउता भन्दै थियो। मलाई चाहिँ देखाउनै मन लाग्यो कुनै पनि हालतमा। हाम्रो जनताहरूले यस्तो देख्न चाहिँ पर्छ आफ्नो। यहाँ यो कच्चा पदार्थ जम्मै यो टायर बनाउने। यहाँ यो टायर, यो ट्युब, यो चाहिँ बाहिरको त्यो बोक्रा। यहाँ हेर्नु, यस्तो हुँदो रहेछ। यो कच्चा पदार्थ पनि अझै यहाँ छ। अहिलेको सरकारले फेरि यसलाई सञ्चालन गरोस्। यस्तो माथि हेर्नु, यस्तोहरू छ। म त यो देखेर रुन मन लागिरहेछ। के भन्नु के। यहाँ हेर्नु त,